8:30 बजे रुमबाट निस्किँदा ठिक हुन्छ क्या। हो अब सधैँ हो नि त, अब रेगुलर हुन्छ जिम। आज दोस्रो दिन हो नि तिम्रो? कस्तो गाह्रो लागिरहेछ अलि त आउनु मान्छे यहाँ बटारेछ ल आउनु त सम हातसम्म के भयो। अब आज दोस्रो दिन, पहिलो दिनको भिडियो हामीले बनाएर हालेनौँ होइन। दोस्रो दिन आज बुढी एकदम थकित भइरहेछ। अब यिनलाई जिम लगेर हर रोज जिम लगेर शरीर अब एकदम तन्दुरुस्त बनाउँछु मैले। म त त्यस्तो साह्रै गाह्रो छैन, मैले गरिरहेको काम हो। काम भन्दा नि अब त्यस्तै पहिला घरतिर तलमाथि गरिरहेको। अब अहिले त 4-5 वर्ष भयो, 4-5 वर्षमा होइन, 4-5 वर्षपछि यस्तो हेभी चिजहरू चल्दाखेरि त गाह्रै हुने रहेछ। अहिले त 20-25 केजीको 25 केजी उता त केही यस्तो नि भएन मलाई हिजो पहिलो दिन पनि। अनि कति भयो नहिँडेको, कति भयो नगरेको, अनि त्यसपछि अनि त्यही भएर अलिक गाह्रै हुन्छ। फर्स्ट दिन, सेकेन्ड दिन, थर्ड दिन गाह्रै हुन्छ। जब त तिमीलाई बानी पर्छ नि, बानी परेपछि केही हुँदैन। त्यसपछि आफ्नै तरिकाले शरीरहरू सबै ठाउँमा आउँछ। अब सेकेन्ड दिन, फर्स्ट दिनको भिडियो बनाएर बुढी अब एकदम थकित भइरहेछ। मलाई त्यस्तो साह्रै गाह्रो लाग्दैन। हेरौँ, लेट्स सी।